हेलो गाइज, वेलकम टु माई भ्लग। आज हाम्रो यात्रा हुँदैछ सन्तानेश्वर फ्यामिली टुर। के प्याकिङ हो? यता हेर, ओइ गोलमुटु मलाई बोक भनेछ कि ओइ बाइक चाहिँ रेडी हालेको छ। अहिले यो वाला साइलेन्सर हालेको छु, ओरिजिनल वाला। अर्को पड्काउने वाला हाल्यो भने फेरि ट्राफिकले हान्छ, फेरि आज टाढै जानु छ, त्यही भएर। ल है हामी ओकालो लागि हामीलाई पनि देखायो हिँड अब उही भन्न लाग्यो है, थाकेन थकेन। हिँड ल। ओइ भरिया यता हेर, ओइ भरिया दीप, यसलाई सबभन्दा मजा आउँछ। कान्छी, ओइ कान्छी, कति तल घर गराउने? ल गरे त्यहाँ थपिहाल, बनिहाल्छ। अलि राम्रो राख्न। मलाई त एक तला दुई तला तिन तला चार तला पाँच तला छ तला योभन्दा बढी हुन्न। अझै राख्न आँट्छ भनेपछि मेरो पो आँट्दैन। के भयो? हिँडेर थाकिन्छ? 5 मिनटमा त हिँडेछ, थाक्यो। 1 घन्टा हिँड्नेसम्म आइन्छ नि। म चाहिँ बिल्कुल फ्रेस कन्डिसनमा, अझै 50 केजी बोकेर पनि अझै दौड्न सक्छु, यिनीहरूलाई जित्न सकिने कन्डिसनमा। लुक एट द सिन अफ दिस भिलेज, सन्तेश्वर महादेव मन्दिर। तिमीहरूको हेलो भनिदेऊ। हेलो भन बाबु, हेलो भन। ओ आशिका दिदी, ल हिँडिरहेको अगाडि ल घाउ माथि चढेपछि बेहोस हुने भयो। कति केजी छौ? 63। 100 जस्तो छ त यार। ठक्कै त 63 भनेर कुरा छैन र त्यो मिनिमम 70 पुग्ला। छैन बाइक देख्यो भने लोटाइ, अब यहाँदेखि लोटाइदिन्छु। अब राम्रो होस्, हामीलाई खाटेको कामेको पुरा होस्। ल पालो 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 माथि माथि ल पालो पालो। यहाँ सल त हजुर सल यो सम्झिने गएन कहाँ यो कसको खसेर तपाईँको सल खै तपाईँको त यार बब्बाल आछ यार। भिडियो आइहाल, छिटो आइहाल। सिनेमेटिक भिडियो बब्बाल आछ यार। कसम आम्मा ए बे यस्तो बबाल आइदियो झन् ब्लरमा। गुप्ता रहेछ, बुढा मगर रहेछ, सापकोटा हेर न त
खै तँलाई ल्याऊ म बनाइदिन्छु कि ल्याउ न यहाँ ल्याऊ बिम दिदीबाट हावा यहाँबाट जा तल हो यहाँनिर कि हावा म यहाँ चाहिँ तल बसेर बल्ल बल्ल सल्काएको हेलो भन्देऊ हेलो हाई भन्देऊ आज आज दीप हाई भन्देऊ यता हेर्न मामा भान्जाको फोटो खिच भनेको ल ल उचाल न एकछिन ल भयो उचाल के उचाल न अफिस त जाने अरे के वर्ष आइज बाबु एकछिन एउटा फोटो मामा जा एउटा फोटो एउटा उतै ओए मामा त्यसो गर्नुहुन्न त सानो ल ल जाने ल ल जाने है बाबु है राम्रो मात्रै भयो बाबा राम्रो ल हामी आइपुगेर नास्ता खान लाग्छौँ बाबा मसला नलाए पहिला दुईजनालाई दिउँ बाबु त्यो ल्याउँछ गुड्डु त्यो ऊ हाल्नु रोटी हालौँ त्यो अचार हाल हाम्रो सन्तेश्वर महादेवसम्मको डेस्टिनेसन ल पुरा भएको छ हामी फर्केर सबैजना बसेर नास्ता खाएको छौँ ल हेर्नुहोस् यता सबैजनाले नास्ता हैन खाना हो त्यो खुर्सानी हो नै त्यो चिल्ली हो ग्रिन चिल्ली खाने फुट जाने छैन सन्तेश्वर महादेवको मन्दिर घुमेर अब अन्तिम चरणमा छौँ हामी चाहिँ अब हाम्रो यात्राको चाहिँ अन्तिम चरण छ अब चाहिँ अब बिस्तारै पछि अब कहिले हुन्छ अब फेरि हजुरको दर्शन गर्न आउनेछ के भन्न चाहनुहुन्छ अहिले चाहेपछि फेरि आउनेछौँ हजुर ल फाइनली हाम्रो वान वे रुट सन्तानेश्वर अफ रोड कम्प्लिट भएको छ यस्तै गाइड चाहनुहुन्छ भने सन्तानेश्वर भिजिट गर्नु होला सन्तानेश्वर # फर सन्तानेश्वर बाघ पनि लाग्छ अलि बाटो लाग्छ अलि ध्यान दिएर आउनु होला आउने बेला अलिकता ग्रुपमा आउनु होला अरू मान्छे लहटिरहेको छ पछाडि बाघले लहटिरहेको थियो त्यही पनि मैले कुदाएर आएको छु विचार गर्नु होला एउटा भाला खुकुरी लिएर आउनु होला टोक्छ तपाईँलाई ल बाई भन्नु सबैले चुप